नमस्ते अनि झोरले आज म तपाईहरुलाई गोर्खा जिल्लाको गण्डकी गाउँपालिकाको एउटा रमाइलो ठाउँ देखाउन गइरहेको छु। यो हो गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर 6 भुम्री चोक अवस्थित भैरवी टार अथवा यसलाई भैरवी चौर भनेर पनि चिन्ने गरिन्छ। यस ठाउँमा ठुलो खुला मैदानका साथसाथै नजिकै भैरवी मन्दिर पनि रहेको छ। सो भैरवी मन्दिरमा पुग्नको लागि यो मैदानबाट लगभग पैदल यात्राबाट 10 मिनेटमा पुग्न सकिन्छ। यो ठाउँ गण्डकी गाउँपालिकाको एक रमणीय स्थान हो। यस ठाउँमा घुम्न, पिकनिक खान, भैरवी मन्दिरको दर्शन गर्न र वरिपरिको वातावरणहरू हेर्न आउन सक्नुहुन्छ। विशेष गरी वसन्त ऋतुमा आयो भने वरिपरि एकदम राम्रो वातावरणहरू देख्न पाइन्छ। गुराँसहरू फुलिरहेको दृश्य हेर्न पाइन्छ र काफलहरू फलिरहेको हुन्छ, काफलहरू पनि खान पाइन्छ। यी बाहेक यस ठाउँमा विभिन्न समयमा पिकनिकहरू, खेलकुद कार्यक्रमहरू हुने गर्दछ। विशेष गरी नववर्षमा अनि दशैंको अवसर पारेर यहाँका स्थानीयहरूले खेलकुद कार्यक्रमहरू राख्ने गर्दछ। तपाईहरु पनि आउन सक्नुहुन्छ यहाँ घुम्नको लागि। हाम्रो यो दक्षिण गोर्खाको भूभागहरू हेर्नको लागि एकदम रमणीय स्थल छ। यस ठाउँबाट धादिङ जिल्लाको केही भूभागहरू र चितवन जिल्लाको केही भूभागहरू देख्न सकिन्छ। यो ठाउँ चाहिँ दक्षिण पूर्वी गोर्खाको उच्च भूभाग हो। समुद्री सतहबाट लगभग 1600 मिटरको उचाइमा छ। यस स्थानमा आउनको लागि लोकेसनको कुरा गर्नुपर्दा पृथ्वी राजमार्गको चितवन जिल्लाको फिस्लिङबाट सवारी साधनको यात्राबाट लगभग 30 मिनेटको समयमा आउन सकिन्छ। र अर्को लोकेसनको कुरा गर्नुपर्दा पृथ्वी राजमार्गको धादिङ जिल्लाको बेनीघाटबाट सिउरेनी टार हुँदै घ्यालचोक हुँदै यो स्थानमा आउन सकिन्छ। यो बाटोबाट चाहिँ अलिकता समय धेरै लाग्ने गर्दछ, लगभग 1 घण्टाको दूरी लाग्न सक्छ। तपाईहरु पनि हाम्रो गोर्खा जिल्लाको दक्षिण पूर्वी भूभाग गण्डकी गाउँपालिकामा घुम्न आउनु होला। पृथ्वी राजमार्गबाट नजिकैको स्थान हो। हार्दिक स्वागत गर्न चाहन्छु तपाईहरुलाई।